सबैजनालाई जिसुलाई पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन मैले सन्त लुक अनुसार सुसमाचारबाट लिएको छु। अध्याय 17 अनि वचन 3 देखि 4 सम्म। 3 र 4 को वचनले हामीलाई यसो भन्दछ, तिम्रो भाइले कुनै दोष गरे उसलाई झपार, पछितो गरे क्षमा गर। दिनमा 7 पल्ट तिम्रो विरुद्ध दोष गरी 7 पल्ट फर्केर मैले पछितो गरे भन्यो भने उसलाई क्षमा गर। प्रभुको सुसमाचार। आउनुहोस् ख्रिस्टमा मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू अनि मेरा प्रिय साथीहरू हो, आजको यस वचनलाई गहिरो रूपले मनन चिन्तन गरौँ र परमेश्वरसँग आशिष अनि कृपा मागौँ कि हाम्रो हृदय दयालु साथसाथै क्षमाशील हृदय बन्न सकोस्। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन।